अर्काले के डाल वेलकम ब्याक माई न्यू भिडियो। सो गाइड सबैलाई स्वागत छ। आज चाहिँ हाम्रो क्लासमा ओमाचुरी भन्छ कि डान्स थियो है, चाडपर्वको डान्स थियो र सबैजना यहाँ थाकेर बसिरहेको छ है। सो म पनि नाच्दा नाच्दा एकदमै थाकेको छु अनि नाचेको भिडियोहरू चाहिँ बनाउन दिन्न के सेन्सरहरूले दिएन। सोको कारणले गर्दाखेरि र कस्तो नाच्यौँ हामीले म ब्रेकमा देखाउनेछु। र बाहिर चाहिँ यस्तो बवाल भ्यू छ है, यस्तो खतरा छ है। आहा यार हेर्नु त कस्तो बवाल भ्यू छ। हामी चाहिँ फर्केर आइसकेको छौँ है। पापी सेन्सरहरूले आइरहेछ यार, भिडियो बनाउन पनि दिएन। सो अब कालो चस्मा लगाएर देखिन्न होला है। ल हामी चाहिँ अब जुस किन्न गइरहेको छौँ। जुस भन्दा नि पानी खान्छ होला, साथीहरू छन्। सो अनि एकदमै घाँटी सुक्यो क्या नाच्दा नाच्दा, यस्तो बवाल डान्स सिकाएको छ। सो अहिले क्युकेमा म चौरीमा तपाईँहरूलाई देखाउँदैछु केटाहरूलाई नाच्दा है। अब फेरि हामी क्लासमा जानुपर्ने हुन्छ र अहिले चाहिँ भर्खर 12 बज्यो होला, 12 पनि बजा छैन है, 10:30 भयो। 4 बजीसम्म हाम्रो चाहिँ यहाँ छ। के खाने हो र? के खाने तिमी भन न। त्यस्तो पर्दैन, त्यत्तिकै बनाऊ न हुने युट्युबको लागि के किन्ने हामी। पानी एउटा खाऊ न। कोकसोक केही छैन अहिले नगरौँ, पानी नै पिउँ अहिलेलाई। अलिपछि ब्रेकमा ब्रेकमा उ गरौँला। हुन्न दुईवटाले काम खाँदैन मैले खाएँ डान्स हिँड हिँड माथि पिउँदै। सो अहिले चाहिँ हामी क्लासमा बसिरहेको छौँ, ब्रेक टाइम छ। सो साथीहरू यता सबजना अब सेन्से चाहिँ अहिले छैन है। सेन्से आयो, सेन्से आउनुभयो। सेन्से भनेको चाहिँ टिचर है, टिचर आउनुभयो। देख्यो भने चाहिँ मार्छ। त्यही मैले बनाएको छु। आजु सेन्से आजु कुनारी मस्त यस्तो गर्मी छ यार। लास्ट टिकटकले बनाएर हाम्रो साथी छ है हाम्रो ब्राङ्को कोचिमिते स्यासिन तोरु क्यामरुन साथी हो है। यो चाहिँ क्यामरुन साथी हो। पहिला यिनीहरूलाई देख्दा चाहिँ हामीलाई कस्तो लाग्थ्यो क्या है। अब अर्कै हुन्छ नि त, मान्छे पनि ठुलो हुन्छ। अहिले चाहिँ बाल लाग्दैन। अझै 3जना छ यस्तो साथीहरू। यो बोका भाइ एकदम हल्ला गर्छ, क्लासमा हल्ला गर्नेमा 1 नम्बर रे भाइ चाहिँ। र अब चाहिँ हामी के गर्नेछौँ भन्दाखेरि के गर्छौँ सबै खाजा खान्छौँ। हामीले चाहिँ अब यहाँ पार्क छ अगाडितिर। सो त्यो पार्कमा गएर चाहिँ खाजाहरू खान्छौँ है। अनि मेरो चस्मा कस्तो छ सो कमेन्ट गर्नु होला है। उहाँ चाहिँ साइकल राख्ने ठाउँ घुमेन नसाए ए गएको साइकल राख्ने ठाउँ है, कलेजको साइकल छ यहाँ चाहिँ। घाम कस्तो छ यार। अब केटाहरू चाहिँ आएको छैन, म चाहिँ निस्किसकेँ। अब केटाहरू चाहिँ एकछिनमा निस्किन्छ। सो अनि 1 घन्टाको क्यु के छ। अब घर त जान भ्याइन्थ्यो क्या अरे। फेरि अब घर गएर के बनाउने के खाने होइन। सो हामीले चाहिँ अब यहीँ नेपाली पसलबाट केही खानेकुराहरू मगाएर टक्क यहाँ पार्कमा बसेर रमाइलो गर्दै खाऊँ भन्ने कुराकानी छ। केटाहरूलाई आउन देऊ है। कोवेन चाहिँ यो है। सो यस्तो खतरा छ हाम्रो कोवेन चाहिँ। अनि हाम्रो यता दाइ जिदौसा पढ्ने पछि भविष्यको गाडी बनाउने मान्छे। पार्क चाहिँ यस्तो खतरा छ है। अब हामी चाहिँ कता बस्ने भन्ने प्लान हुँदैछ। एउटा सब फोहोर छ त हौ, कता बस्ने हो र? एउटा हेर न यहाँमा त
माग नबस्छ नि पशुपतितिर अलि भएन पोजिसन भएन क्या कहाँ मऱ्यौ है तिमी ओइ त राम कहाँ गयो क्या कस्तो अगाडि गएर यहाँ भित्र आऊ नि आऊ न बोकेर अनि कति 2 क्विन्टल छ र पैसा कति हो हाम्रो चाहिँ अब आउँदैछ है हेरौँ पे त भरे गर्दा हुन्छ केटा खैको अनि ब्लगको के भन्ने कस्तो लाग्यो आजको ब्लग आजको ब्लग खासै त्यस्तो केही इन्ट्रेस्टिङ छैन अहिलेसम्म चाहिँ अब सो हुनेवाला छ केटाहरू आउँदैछन् अब सुरु भनेको भोजन हो नि त केटी नजिस्काउ र ए क्लास पढा भए यार मेरो भाइ केटीहरू के लेख्यो आयो 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 ल्याउ 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 बाबु ल्याउ ल्याउ बाबाहरूले खाना लाग्यो खाना ल सो हाम्रो चाहिँ खानेकुराहरू पनि आइसकेको छ है मोबाइल चाहिँ मैले कस्तो बिजोकले राखेको छु सायद लड्न पनि सक्छ नलड्न पनि सक्छ नलडोस् र हाम्रो खानेकुरा चाहिँ के छ केटा कस्तो ल्याम्लुङ खान थाल्यो हौ पहिला के मोमो खाने हो र चाउमिन खाने हो चाउमिन र मोमो छ है हाम्रो खानेकुरा चाहिँ मन्त्र पढ्नु भएन ए सब पढ्नु म देखि आइके देख खाइसकेर डान्स गर्ने पानी त दिन्न ओइ बाँचु न कको बाँचु न चाउमिन खाने चाउमिन अब चाउमिन खाऊ ल यस्तो मजाको रहेछ त हेलो गाइज ओइ हामीले एउटा चाउमिन दिन्छौँ एउटा कुरकुरे हुँदैन नि ओइ खाऊ के तिमीहरु ए राछु बनाएर दिएको बेलामा ले 650 हो ओइ नलिउ के त ओइ लियो के दुई जना खाउँ न ए यो लियो के नलिउ के आरिगातो गोजाइमा आरिगातो एउटा मोमो यिनीहरुले स्पोन्सर गरेको चाउमिन हो समीले राम्रो बोल्यो है यसले राम्रो बोल्यो आफ्नो भाइ भिडियोमा आउँदैन हामीलाई देखेर फर्काइदेऊ के उनीहरुले एक लाइक भनि हान्दिनु होला बिचारा यसको लाइक आउँदैन अरु भयो अब मोमो खोल्नु बाइ गाइस अब र आज हामीलाई सिकाएको डान्स चाहिँ यही नै हो है एकदमै ढिलो भइरहेको थियो सो त्यो कारणले गर्दा चाहिँ त्यति राम्रोसँग भिडियो बनाउन पाएन र यो डान्स गरिसकेपछि चाहिँ अब हामी फेरि फर्किम क्लासमा सो अहिले चाहिँ हाम्रो रेन्सु हुँदैछ है यहाँनिर ग्रुप मिलेर अभ्यास रेन्सु भनेको चाहिँ अभ्यासकै अब अहिले नाच्नको लागि सो अभ्यास हुँदैछ अनि मैले पनि नाचिसकेँ है सो यता हाम्रो टिम है ग्रुप हो ग्रुप मिलेर चाहिँ यसो हुँदैछ अनि अब अहिले चाहिँ ब्रेक टाइम हो होइन एकछिनमा डान्स हुन्छ सो म देखाउनेछु ए अरूको त सिनाइदिए एउटा गीत ट्र्याक छ त्यो ट्र्याकमा चाहिँ सबै मिलेर नाच्नुपर्ने छ क्या 9-10 जना कतिजना छ ग्रुपमा होइन सबैले देखाइरहेको छन् डान्स सबैले देखाइरहने ओ सान अन्तानो डान्स मिसेते ओके तिमीले कहाँ आयो कस्तो डान्स हो तिम्रो कुशल पनि आइसकेको छ कस्तो ओके ल सो एकछिन कुर्नु होला डान्स देखाउने छु म
लड़कीबाजी नहीं कर रहा है साला दे दो डांस दे दो ल हाम्रो चाहिँ 4 बजी सकिनुपर्ने थियो होइन 4 बज्न लागिसक्यो डान्स गर्न हाम्रो दिएको थियो केटाहरूले हल्ला गरेर त्यस्तो डान्स गरेर फेरि क्युके राखिदिएर फेरि पढाइ राखिदिएर छ यस्तो यस्तो बोकाहरू छन् नि त यहाँ त्यही भएर फेरि अब हाम्रो पढाइ हुन्छ अरे पढाइ होइन अब मतलब 4 बजी सकिने थियो के हो सायद साइन्सहरू साह्रो होला केटाहरूले डान्स पनि त्यस्तै देखाइदिएको सिरोजहरूले अनि अब फेरि हाम्रो 15-20 मिनट फेरि राखेर अब के गर्छ है ब्रेक टाइम दियो 10 मिनट सकिनुपर्ने हो डान्सका ल साथीहरू सो हाम्रो चाहिँ क्लास सकियो है अनि पहिला चाहिँ एकदमै राम्रो भएको थियो पछि चाहिँ केटाहरूले ल्याङ गरे क्या गीत बज्नै नहुने होइन घर नाच्दिने सब त्यस्तै भएर सो अनि गाली गऱ्यो निकै बेर रिसाए सेन्सेहरू है यताउता भन्यो अलिक नराम्रो लाग्यो लास्टमा चाहिँ त्यही हो अब सो यही सबैजना फर्किँदैछ सो अब म चाहिँ काममा जानुपर्ने हुन्छ काम छ फेरि है अब के गर्ने यस्तै हो ल साथीहरू त्यही हो अब म चाहिँ रुममा आइपुगेँ है हाम्रो होस्टेल अरू भ्लगमा पनि देखाएकै थिएँ मैले सो अनि हाम्रो चाहिँ अब त्यही हो लगभग भ्याइयो है आजको प्रोग्राम चाहिँ भ्याइयो अनि म चाहिँ काममा जानु छ कि अबबाट अनि रुममा चाहिँ म आइपुगेँ अब रुममा आएँ नि मैले केही गर्न भ्याउँदिनँ यत्तिकै कपडा यस्तै लाएर जाने हो सिर्फ मलाई यहाँनिर चाहिँ कामको ड्रेस लिनु छ उताबाट गएको नि हुन्थ्यो बिहान अलि अल्छी लागेर ल साथीहरू त्यही हो थ्याङ्क्स फर वाचिङ जसले पनि हेर्नुभयो है लास्टसम्म हेर्नुभयो र यसो लाइक सेयर सब्सक्राइब गरिदिनु होला अलिअलि मेहनत गरेर भिडियो बनाइरहेको छु त्यो कारणले गर्दाखेरि यसो तपाईँहरूले लाइक साइक गर्नुभयो भने मलाई पनि काम गर्ने यसो भिडियो एडिट गर्ने जागर बच्छ नि त त्यो कारणले गर्दाखेरि सो बाई बाई